Hi everyone, welcome back to my video and I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला है र म पनि एकदम ठिक छु। सो आज चाहिँ म छुट्टी निस्केको। आजको वेदर चाहिँ एकदमै राम्रो छ, गर्मी छैन है, खुसीको कुरा त्यही हो। And keep watching guys। रमजानको नजारा हेर्न सक्नुहुन्छ है। पहिला चाहिँ छुट्टी भन्दा यस्तो एक्साइटेड हुन्थ्यो अनि अहिले चाहिँ अब धेरै वर्ष भएर होला इजरायल बसेको, छुट्टी भन्दा त्यस्तो एक्साइटमेन्टै हुँदैन। सो गाइस अहिले चाहिँ म बस स्टप आइपुगेँ है। अहिले चाहिँ अलिकति घाम पनि चर्किँदै गरेपछि मेरो गालाहरू अब रातो रातो हुँदै गएको छ हो। बस स्टप, बस पर्खिरहेको छु। किप वाचिङ। सो गाइस म चाहिँ बस चढिसकेँ अनि म चाहिँ सिट नम्बर उभिरै जाँदैछु। गाइस म चाहिँ अहिले बसबाट झरिसकेँ अनि दिदीहरू चाहिँ आउनु भएको रहेनछ, त्यही भएर म चाहिँ तखना घुम्दै गर्छु अनि दिदीहरू पनि यहीँ सबैजना यहीँ आउनुहुन्छ है। बसमा यस्तो भिड थियो, झन्डै मरि म गरम भएर चाहिँ। ओके गाइस अहिले चाहिँ हामी यहाँ सबैजना भेट भइसकेको छ। हेर्दै गर्नु है, हामी अब कहाँ जान्छ है। टोली चाहिँ आइसकेको छ, भेट भइसकेको छ हो। मधु दिदी भए कम्ता किन्दैन होला। मधु दिदी ल यहाँ तपाईँलाई तखनामा पुरा लुगाहरूले मिस गरिरहेको छ तपाईँलाई। मधु दिदी तिम्रो लागि यहाँ राखिन्छ। कस्तो दामी दामी है साँच्ची। वी मिस यु मधु दिदी। यहाँ लुगाहरू कस्तो दामी दामी छ, तपाईँले कम्ता किन्थेन होला है। यहाँ हेर्नु है तखनाको नजरिया। 2 महिना पछाडि ल के भयो, 2 महिना पछाडि आउँदा चाहिँ नाना कपाल त्यस्तो भएर आएछ है। के भन्नुहुन्छ यहाँ कमेन्ट डाउन है। ब्याकग्राउन्ड चाहिँ इग्नोर गर्नुहोस् है। खै फुर्बु दिदी कुन चाहिँ लानुभयो? बिलिङ गर्नुहुँदैछ दिदीले यहाँनिर। हामी पार्कमा आइरहेको छ है। यहाँ एकदम भोकाएर यहाँ देख्न सक्नुहुन्छ है। नानाले के ल्याउनु भएको छ नाना? डल्ले खोर्सानी हो, एक-एकवटा भए पनि खानु ल्याइदिए भन्छ। अब चाहिँ हामी खाने हो। यहाँनिर भेज नुडल्स मैले बनाएर ल्याएको है। यहाँ नानाले चाहिँ चिकन चिल्ली बनाउनु भएको छ है। बट्टा नभए टुथपिक हाल्नेमा चाहिँ डल्लेको पेस्ट ल्याएको छु है। ल यहाँ टोली चाहिँ यता छ हाम्रो। आमा कपाल कोरेको। Oh my God! नाना ल्याइदिनु भएको चिल्ली चिकन चाहिँ टेस्ट गर्दैछु ल। खाए ल सबैजना खाने हो। यहाँ मिठो भएछ त। साह्रो पर्ने छ। मिठो भएछ चाउमिन। खानु सक्ने कसरी खाँदैछ खाएर चाहिँ टन्न भइसकेको छ हो। अनि चाहिँ एनर्जी आएर सबैजना फोटो खिच्नु तर्फ लागिरहेको छ हो। सो अहिले चाहिँ हामी एकदम पार्कमा एकछिन रेस्ट गरेर है, खाइपी गरेर अब चाहिँ हामी कपाल काट्नुतिर लागेको। घाम चाहिँ यति बेसी चर्क्यो। पेट पूजा गरेर चाहिँ शान्ति भयो। एकछिन फोटो खिच्यौँ।
मेन कपाल काट्नुपर्ने चाहिँ यता हो। कस्तो फुल्लेको टाइपको आउँदो रहेछ तपाईँ कपाल पनि है। क्युटी क्युटी देखिरहेछ नानालाई कमेन्ट गर्नुहोस् ल। मैले भनेको क्युट देखिरहेछ। सो गाइस मेरो अहिले कपाल काटेर चाहिँ कस्तो देखेको छ कमेन्ट गरिदिनुहोस् ल। ल हाम्रो नानाको चाहिँ अब यत्रो लामो पालेको कपाल चाहिँ काट्नु हुँदैछ हो। वाउ दामी देखेको छ। अगाडि हेर्नु त क्युट दामी दामी सुपर क्युट। यहाँ चाहिँ हाम्रो कपाल काटिदिने चाहिँ। ल अब हामी चाहिँ अपारतिर लागेको। नाना अगाडि अगाडि जानुहुँदैछ। यता दुईजना हुनुहुँदैछ। हजुर होइन होस् जाउँ म काट्छु। वीर 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 मान्छे छ। अहिले चाहिँ हामी यहाँ नानाले फोन किन्नु आइरहेको छ है। स्यामसङ किन्नु आँट्नु भएको छ है। सो अहिले चाहिँ फुर्दु दिदो म चाहिँ यहाँ सौदा गर्न आइरहेको छ है। नानाहरू चाहिँ फोन किन्नु हुँदैछ नि त। फोनको सेटिङ गर्नु हुँदैछ हो। हुन्छ 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 हुन्छ। फोन चोरी भइदियो यहाँनिर। फोन यसो तेर्साउनु पनि नर्सरी छ तल बिपमा। अहिले चाहिँ हामी यहाँ भित्र होला। अहिले चाहिँ हामी सौदा गरिसकेर आएर नि यहाँ चाहिँ फोनको काम सकेकै छैन हो। अनि स्टिल बसिरहेको छ फोन दोकानमै हामी हो। मेरो नानी 12मा हिँड्ने नि हौ। हामी कति वर्ष भेट्यो है? 7 वर्ष है। 7 वर्ष पुरा बात हामी भेटेको। लो इजरायलमा भएर पनि भेट हुन्थेन है। इजरायल चाहिँ सानो देश हो र है, भेट्नु साह्रो है। त्यही त भेट्नै साह्रो है। जयनको एकन्त्र मेटाउँदैछ यहाँनिर। जयन ग्रुप हो। जुडुवा जस्तै छ हो सितारा किता जेमा आउनु सँगै अरे सँगै पनि सँगै जानु अरे छुट्टी पनि सँगै जानु अरे है। फेरि त सँगै हुन्छ दुईजना। आज चाहिँ यहाँ हाम्रो किचनमा चाहिँ के पाक्दैछ भने भनिदिनु चिकन। यहाँ चाहिँ दिदीहरूको उयो हाँसको मासु पाक्दैछ। यहाँ चाहिँ रायो साग। हजुर ए अमिता नानाको साग। अमिता नानाको साग अरे के अरे अमिता नानाको एकदम परिश्रम। कति महिनाको? 2 महिनामा चाहिँ यत्रो दामी साग फलाएर चाहिँ हामीलाई यहाँ ल्याइदिनु भएको छ हो। खै पर ठुङ्मा जस्तै। ताङ्ची भनेको त हो यसरी पड्केन त है। पड्किँदैछ त हल्का। अघि त पड्केन त। अघि त मजाले पड्केको थियो।
त्यो खुन उयो भएको हुन्छ नि त के यहाँ चाहिँ हाम्रो च्वाचे पाकिरहेको छ ए भात यहाँ खै एउटा आमा अन्डा करी पनि बनाएको रहेछ त अन्डा करी यहाँ यहाँ चिकन यहाँ चाहिँ साग हो यहाँ चाहिँ छ गोर्खे चटनी भेराइटी लडी गयो यहाँ चाहिँ मेरो खाना अबे कति धेरै अहिले चाहिँ हामी खाना साना खाइसकेर है गीत गाउने कार्यक्रम चलिरहेको छ राम्रै लाग्छ लाउने बा